हेलो गुड मॉर्निंग गाइस, कैसे हो? ठीक हो? अब मैं सुबह उठ के खाजा बना रहा हूँ, खाजा खा के काम में जा रहा हूँ। अब बिहान उठेर अब यसो खाजा साजा बनाएर ब्रेड स्रेड तताएर खाएर जान लाग्यो कामतिर। यस्तै छ। ब्रेड तताउने, खाजा बनाउने, लिएर जाने प्याकिङ, त्यही हो। ल अहिले बाटोतिर भेटौँ न ल। वेलकम। म हिँडेको केटाकेटी हो, कामतिर लाग्यो। अब सर हिँड्दै गएर मेट्रो चढेर 1 घन्टाको टुर, 1 घन्टाको ट्राभल, त्यसपछि पुगिन्छ इभन बटुटा मल। त्यही हो मैले काम गर्ने। अब टक्क गएर काम साम हानेर 9 बजेबाट सुरु हो, 7:45 भइसक्यो। 1 घन्टा लाग्छ ट्याक्क गएर जानुपर्छ, काम साम हान्नुपर्छ। अन्त केटाकेटी हो यो। चस्मा लगाएर गर्मी छ, आँखा पोल्छ, सो वी हेभ टु वेयर ग्लासेस लाइक दिस, ब्ल्याक ग्लासेस। एन्ड थ्याङ्क यू फर सब्सक्राइबिङ। अलिअलि एउटा दुइटा गर्दै बढिरहेको छ है सब्सक्राइबर, अलिअलि बढिरहेको छ। लाइक पनि हान्दिउँ, सेयर चाहिँ म हान्छु। त्यही हो। छिमा लगाइयो। अब मेट्रो चाहिँ हान्नुपर्छ फेरि एउटा। यताबाट चाहिँ ग्रिन लाइन, यताबाट चाहिँ रेड लाइन। यताबाट पनि ग्रिन लाइन हो, तर चेन्ज हान्नुपर्छ यताबाट गएर चाहिँ। यताबाट चाहिँ गएर एउटा स्टेसन गएर चेन्ज हानेपछि डाइरेक्ट उतै पुगिन्छ। फेरि उताबाट नि फेरि एउटा स्टेसन चेन्ज गर्नुपर्ने हो, तर यहाँ एक्सपो 2020 र युएई एक्सचेन्ज भन्ने छ, त्यसमा चाहिँ मैले यहीँ हेरेर गएर चाहिँ चेन्ज गर्नु पर्दैन। अब युएई एक्सचेन्जमा जानुपर्छ, एक्सचेन्जमा गयो भने चाहिँ डाइरेक्ट पुगिन्छ। नत्र एक्सपो 2020मा गयो भने चाहिँ फेरि चाहिँ जानुपर्छ। सो आई हेभ टु वेट फर द युएई एक्सचेन्ज। भैया हिँड्नुपर्छ, एउटा झगेपछि त खासै हिँड्नु पर्दैन। त्यही हो। I am at metro station. Metro trains. मान्छे आएको मेट्रो सम्बन्धलाई मान्छे भयो। अब यहाँबाट चाहिँ म अब युएई एक्सचेन्ज चल्नुपर्छ। एक्सचेन्ज पायो नभए पुग्नुपर्छ 4 मिनट। धेरै मान्छे लाइनमा आएर अलरेडी लाइनमा अर्कोमा जानुपर्छ, एक्लै जानुपर्छ यार, सिटै पाउँदैन। Yes, sir. Next door, please. Next door, please. Next door, please. Next door.
स्कुलमा जानुपर्ने भयो फुल भइसकेको छ सिट सब गाह्रो छ यो नजानु भएछ त्यही पनि अर्कोमा लानुपर्छ लास्ट जान्छ उठेर हिँड्नुपर्छ भएछ भने कुन चाहिँ एउटा सामान चाहिँ खाली खाली हुन्छ बन्द भएर 10 मिनट जति बस्न मन त 40-50 मिनट्स त उभिनुपर्छ नि त यसरी त गाह्रो छ उठेर जानुपर्छ फेरि वहाँ गएर उठ्नुपर्छ थकित हुन्छ यार सबै कुटेर आउँछ सब कुटेर आउँछ बस्न पाए त हुन्थ्यो बस्नै पाइँदैन त्यो भएर झ्याउ भयो बस्न पाएको त सजिलो हुन्थ्यो अनि उहाँ 10 मिनट लाग्यो 10 मिनट पुग्नु यसलाई 10 मिनट हुँदैन बल्ल खाली हुन्छ नि 10 मिनट बस्नु नत्र उभे फर्किने बेला चाहिँ खाली हुन्छ फर्किने बेला देखाउनलाई खाली हुन्छ फर्किने बेला चाहिँ जाने बेला चाहिँ सबै उतै जानु भएर होला नि बस्नै पाइँदैन प्याक पहिल्यै फुल भएर प्याक भएर चाहिँ त्यही उभिनुपर्छ त्यही हो यही हो बुर्जुमन मेट्रो स्टेसन ल सी यू द नेक्स्ट स्टेसन म झरेपछि देखाउँछु ल यहाँ चाहिँ एउटा बस स्टेसन छ यहाँ चाहिँ बस्ने ठाउँ बिहानको घामले चाहिँ खासै पोल्दैन यही हो इभेन पटुता त्यो ठुलो चाहिँ गेट काम गर्नु चाहिँ मैले यही भित्र हो यहाँ चाहिँ बस स्टेसन यहाँ चाहिँ मेट्रो रोड स्टेसन चाहिँ मलभित्र बसेँ अब थकित भइन्छ 4-5 घन्टा पछि आज चाहिँ मैले घरबाट खाजा ल्याएको छु त्यही हो यहाँबाट चाहिँ 5-6 मिनट हिँड्नुपर्छ जानको लागि बिहान चाहिँ अलिकति खाली हुँदो रहेछ यदि स्टुडेन्ट जहाँ बिजी हुन्छ प्याक हुन्छ यहाँ प्याक हुन्छ सबै दिउँसो चाहिँ अहिले पछि भेटौँला म चाहिँ जाँदैछु आज चाहिँ मर्निङ अझ मेरो डेमा हुन्थ्यो आज चाहिँ मर्निङ बोलायो डक्टरले मर्निङ चाहिँ के झ्याउँछ भने बिहान उठ्न झ्याउँछ राति लेट सुतिन्छ त्यसपछि बिहान उठ्नु पर्यो उठेन भने
गाली गर्छ बोसहरूले जानु पर्यो टाइममा छिर्नु पर्यो त्यही भएर बिहानै उठ्नु पर्यो फेरि लङ अलि नजिक भयो त अलिकति ढिलोसम्म सुत्न पाइन्थ्यो कि टाढा छ त 1 घन्टा जति लाग्छ त्यही भएर फेरि छिटो उठ्नु पर्यो छिटो उठेर हिँड्नु पर्यो म चाहिँ आइपुग्नलाई यसो अहिले पछि भेटौँला है यहाँ चाहिँ अँध्यारो रहेछ यो माथिको चाहिँ 3D आर्ट रहेछ तर क्यामेरामा चाहिँ अलिकति नराम्रो देखिँदो रहेछ 3D आर्ट यसो त्यता गयो भने त झन् कस्तो बाहिर आए जस्तो हुन्छ भित्र यो बाहिर उता गयो भने चाहिँ बाहिर आएको जस्तो देखिन्छ म आएँ ल अहिले पछि भेटौँला है बाई बाई फाइनली गाइस ड्युटी सक्यो ड्युटी सक्यो खुसी त केही नै गरायो आज किन म हिन्दी बोलिरहेको छु सब हिन्दी साथीहरू मात्र भन्नु यति खुसी त खत्रै खुसी भइएछ है छुट्टी भयो अब चाहिँ म अर्को बाटोबाट जानु पर्यो भनेर आएको तर यताबाट कता गइन्छ थाहा छैन त्यो पनि जाम कताबाट निस्किन्छ निस्केर जानु पर्ला गेट चाहिँ उता रहेछ उतापट्टि हो म जान खोजेको यतापट्टि जान खोजेको म बिचबाटै निस्किन्छु बिचबाट निस्केन भने त फेरि गायब भइन्छ नि त त्यो भएर बिचबाट गेट पाएको बिचबाट निस्केको अब उताबाट जानु उताबाट गयो भने हिँड्नुपर्छ त अरू नेक्स्ट टाइम जानु पर्ला यसो भिडियो बनाइदिउँ भनेर बनाएको है फेरि है के हुन्छ त नि भिडियो बनाइदिउँ न अलिअलि होइन ठिक छ नि त होइन बनाउनु लागि टाइम पाएसम्म बनाउनु लागि अरे अब टाइम पाइएन भने चाहिँ अब कसरी बनाउनु टाइम पाउनेसम्म बनाउँछु त्यही हो ल भ्लग चाहिँ यति बनाउनु पर्ला अब अर्को भ्लगमा भेटौँला अर्को भिडियोमा भेटौँला अर्को भिडियो अब कता गइएको बनाइएछ अब यतै आइएको बनाइएछ भने बनाउनु लाग्यो अरे नत्र अर्को कतैतिर गएको भिडियो बनाउँला है अहिलेलाई चाहिँ यति नै गरौँ थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिउँ अनि है किप लभिङ विशाल गौतमको भ्लगबाट किप लभिङ है गाइज किप लभिङ त्यही हो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई गाइज सी यू